अब तपाईको सरकार छ अहिले हैन, सरकारले बिजुली जन छोड्दिन्छ कि भन्ने जनतामा ठूलो अपेक्षा थियो, आशा थियो, उल्टो अतिरिक्त कर भनेर लगाइया छ। यसको समर्थन गर्नुहुन्छ कि के छ? सरकारले एउटा ट्याक्स पनि लिनुपर्छ। हामीले फेडरल रेभिन्यू जेनेरेट गरेन भने पनि कसरी देश चलाउने हैन, त्यो कुरालाई बुझ्छु। तर हामीले कुनै पनि कुराहरू निर्णय गर्दा एकदमै यो सम्पूर्ण जनतालाई हुने समृद्धिको कुरा गर्ने हो भने एउटा पनि बालबालिका, एउटा पनि निरीह मान्छेहरू स्वास्थ्यबाट वञ्चित हुनु भएन हैन, एक गाँस रोटी खानबाट वञ्चित हुनु भएन, एक गाँस भात खानबाट। त्यो हो, त्यसलाई समृद्धि म ठान्छु। मैले जहिले पनि तल्लो वर्गको भुइँ मान्छेहरूको कुरा उठाउँदै आएको मान्छे हो र त्यसैमा मेरो जिन्दगी बिताएको मान्छे पनि हो। र अहिले चाहिँ यो 50 युनिट भन्दा बढी चलाउनेलाई जुन एउटा सरकारले चाहिँ 5% ट्याक्स लगाएको छ, त्यसले चाहिँ सर्वसाधारणको लागि जसले चाहिँ घर भान्सामा काम गर्नुदेखि लिएर अहिले महिलाहरू अलिकति पैसा जोगाएर भए पनि वासिङ मेसिन किनेर आफ्नो अर्को काम भ्याइरहेछ उहाँहरूलाई। अनि अहिले सबै ठाउँ सिँचाइ पुगेको छैन, त्यसमा चाहिँ मान्छेहरूले चाहिँ अब त्यो पम्प सेटहरू प्रयोग गरेर बोरिङ गरेर सिँचाइ गर्ने कृषकहरूलाई असर परेको छ। अनि अहिले मान्छेले सबै घर जमिन बेचेर उनीहरूले इलेक्ट्रिक कार किनेर चाहिँ एउटा सर्वसाधारण मान्छेहरू चाहिँ पठाव चलाउने मान्छेहरू अहिले इलेक्ट्रिक कारहरू चलाएर हिँड्ने मान्छेहरूलाई पनि त्यो के अरे चार्जिङको लागि पनि एकदमै महँगो भएर आएको छ। यसले चाहिँ अहिले हामीले चाहिँ इलेक्ट्रिकलाई चाहिँ हामीले पहिलो इलेक्ट्रिक सामानहरू भेहिकलहरू प्रयोग गर्ने भनेर जुन हामीले एउटा स्वच्छ ऊर्जाको कुरा गरिरहेछौँ र जुन के अरे सरकारले ल्याएको जुन एउटा अभियान हो त्यसलाई पनि यसले चाहिँ असर पार्छ भन्ने कुरा चाहिँ म राख्न चाहन्छु। र आज सम्पूर्ण जनताको घर दैलोबाट मलाई फोन आइरहेछ, यो बिजुलीको कर चाहिँ घटाउनु पर्छ। फेरि हाम्रो यो तराईमा त झन् फ्यान बिना बाँच्दैनौँ हामी, कति मान्छेहरू गर्मीले हात भइरहेको हुन्छ। यो 50 युनिट भनेको कति पनि होइन। हाम्रो देशबाट चाहिँ इलेक्ट्रिसिटी किनेर भारतले लगेर 200% युज गरेपछि मात्रै उनीहरूले चाहिँ भ्याट लाग्छ भने हामी जहाँ चाहिँ इलेक्ट्रिसिटी उत्पादन गर्छौँ, जहाँ खोला नदी रिसोर्सेसको हामी धनी छौँ, त्यो देशले चाहिँ हाम्रो जनतालाई, त्यही पनि हामी अधिकांश जनता गरिबीको मुनि छन्, रेखा मुनि छन्, एउटा जब पनि पाइरहेछन्, त्यो साधारण जनताहरूलाई चाहिँ एकदमै असर पर्छ। यो चाहिँ म सरकारलाई, जनताको म एउटा सांसद हो, मेरै सरकार भए तापनि म जनताको सांसद भनेको जनताको आवाज हो, जनताको प्रतिबिम्ब हो। र आज म हाम्रो सरकारलाई यो कुरामा चाहिँ गम्भीर र संवेदनशील हुन पर्छ भन्ने ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। विरोध गर्नुहुन्छ? होइन, यो जनताको सरकार भनेको जनताको हुनुपर्छ, सम्पूर्ण जनताको हुनुपर्छ। र अधिकांश के अरे गरिबीको रेखा जनताको भएन भन्ने छ गुनासो। इलेक्ट्रिसिटीमा चाहिँ परिवर्तन ल्याउनुपर्छ। अब भ्याट त ट्याक्स चाहियो, उहाँहरूले पनि गरेको त ठिकै हो, सबैजना अब चोरेर ट्याक्स नतिर्ने पनि छन्, तर त्यो ट्याक्स त लगाउनु स्वाभाविकै हो। तर यसले चाहिँ धेरै असर गर्छ जुन सुहावट रोक्नु पर्यो ट्याक्समा। ट्याक्स लाउने त त्यो ट्याक्स त तपाईँलाई पनि लाउनु पर्छ नि, ट्याक्स त किन ट्याक्स तिर्नु पर्यो नि। तर मैले भनेको इलेक्ट्रिकमा चाहिँ यसरी चाहिँ 50% भन्दा युनिट भन्दा माथिकोलाई लाउनु भएन। हामीबाट इलेक्ट्रिसिटी किनेर भारतले 200 युनिट भन्दा माथिकोलाई ट्याक्स त लाउनु पर्छ। तर एकदमै मिनिमम के अरे जो गरिबीको रेखा मुनि बसेका सर्वसाधारणलाई असर पर्नु भएन भन्ने मेरो धारणा। अर्थमन्त्रीज्यूले